खानामा म के बनाउन जाँदैछु त हजुरलाई देखाउँदैछु। यो भयो बाटुलपाते होइन, मानिमुनि, त्यसलाई भुट्न जाँदैछु सानो सानो रङपुरी आलुमा होइन, कस्तो मिठो लाग्छ। अनि यो भयो तपाईँको पुदिना पत्तालाई बिलाहीसित मिसाएर चटनी बनाउन जाँदैछु। अनि यतापट्टि छ तपाईँको लुडेको साग। यो लुडेको साग त कति हो कति मिठो लाग्छ। हजुरहरूलाई कसलाई मनपर्छ कमेन्ट गर्नुहुन्छ भन्ने आशा गरेँ। अनि अरू पनि दाल त अब छँदै छैन, दाल चाहिँ मैले देखाएकी छुइनँ हजुरलाई, तर पनि देखाउँछु एक झलक। यता बनाइरहेछु मुसुरी दाल होइन, मुसुरी दाल। यता चाहिँ पाकिसकेको छ बैगुन र आलुको सब्जी। आज चाहिँ यस्तै यस्तै खाने भयो है साथी हो। हजुरले के बनाउनु भयो भन्नु है त ल। मेरो भिडियो हेरेर हजुरहरूलाई कस्तो लाग्छ अवश्य कमेन्ट गर्नुहुन्छ भन्ने आशा छ। अब रेडी गर्दैछु। यता चाहिँ भएको छैन, उता चाहिँ पाकिसकेको छ। अनि फेरि अरू भिडियो लिएर आउनेछु, हजुरहरूलाई देखाउनेछु के बनाउँछु के बनाउँदिनँ होइन। आजलाई चाहिँ यति नै, बाई बाई। थ्याङ्क यू सो मच सबैजनालाई मेरो भिडियो हेरेर मलाई लाइक कमेन्ट गरिदिनुहुन्छ, त्यसको लागि धेरै धेरै धन्यवाद। राधे राधे।